नेपाल आर्मीको फर्म भर्न जाँदै हुनुहुन्छ भने पैसा कति लाग्छ त? खास गरी तपाईँहरूले भाउचर भरेर ब्याङ्कलाई बुझाउनु पर्ने हुन्छ 150 रुपियाँ। यदि तपाईँ खुल्लाबाट हो भने, खुल्ला बाहेक अन्य हुन्छ महिला, जनजाति, दलित, आदिवासी, पिछडिएको र मधेसी त्यस्तो हो भने चाहिँ तपाईँहरूले 150 को 20% का दरले बढी लाग्दै जान्छ है त। त्यसै गरी अर्को छ तपाईँहरूले नागरिकताको फोटोकपी गर्नुपर्छ। त्यसै गरी आफूले प्राप्त गरेको डकुमेन्टको पनि फोटोकपी गर्नुपर्छ र त्यो फोटोकपी भयो। त्यसै गरी अर्को छ तपाईँहरूले जति पनि डकुमेन्ट लानुहुन्छ त्यसलाई क्लोज गर्ने एउटा फाइल हुन्छ, त्यो फाइलको 10 रुपियाँ लाग्छ र हुलाक टिकटको 10 रुपियाँ लाग्छ। अनि 2x2 साइजको एउटा फोटो र त्यसै गरी 4वटा पासपोर्ट साइजको फोटो हुन्छ, त्यसलाई कति लाग्छ आफै क्यालकुलेसन गर्नु होला है त। यति लाग्यो भने तपाईँले नेपाल आर्मीमा फर्म भर्न सक्नुहुन्छ है त। बढीमा 1000 रुपियाँ हो, त्योभन्दा धेरै भने लाग्दैन। त्योभन्दा भित्र नै तपाईँले नेपाल आर्मीको फर्म भर्न सक्नुहुन्छ है त। यदि तपाईँहरूको योभन्दा धेरै लागेको छ या थोरै लागेको छ, कति लागेको छ एकचोटि कमेन्ट बक्समा कमेन्ट छान्नु होला। यदि तपाईँ लामो बाटोबाट आएर फर्म भर्दै हुनुहुन्छ भने त्यसको त छुट्टै गाडीहरूको लाग्ने नै भयो। सो साथीहरू, यस्तै नेपाल आर्मी, पुलिस, सशस्त्र सुरक्षा सेवा सम्बन्धी लेटेस्ट न्युज थाहा पाउनको लागि हाम्रो टिकटकदेखि ल्याएर फेसबुक र युट्युबतिर पनि जोडिँदै राख्नु होला र फलो पनि गर्दै राख्नु होला र सेयर पनि गर्न सक्नुहुन्छ भिडियो मनपर्छ भने है त।